आजको दिन हाम्रो लागि निकै खास रह्यो। बिहानैदेखि परिवारसँग विक्रम बाबाको पूजा गर्न गयौँ। बाटोभरि रमाइलो भयो, बच्चाहरू खुसी थिए र प्रकृतिको शान्त वातावरणले मनलाई सुकुन मिलायो। मन्दिर पुग्दा धेरै भिड थियो। भक्तजनहरूको आस्था देख्दा मनैदेखि आनन्द लाग्यो। सबैभन्दा राम्रो कुरा भनेको परिवारसँग बिताएको समय हो। साना साना खुसी, हाँसो र सम्झनाले आजको दिन अझै यादगार बनायो। पश्चिम चितवनमा रहेको विक्रम बाबा एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो। यहाँ हरेक दिन र विशेष अवसरमा वरपरका छिमेकी जिल्लाहरूबाट धेरै भक्तजनहरू पूजा गर्न आउने गर्छन्। यो ठाउँ आस्था, विश्वास र प्राकृतिक सौन्दर्यले भरिएको छ। परिवार, आफन्त र साथीहरूसँग यहाँ आउँदा झन् रमाइलो अनुभव हुन्छ। मेरो तर्फबाट सबैको जीवनमा सुख, समृद्धि र खुसियाली रहोस्। जय विक्रम बाबा।